सबैजनामा नमस्कार। आज फेरि म उपस्थित भइसकेकी छु। म आज मुक्तक भन्ने छु। कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला, भिडियोलाई सेयर गरिदिनुहोला, साथै यस च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। म मुक्तक भन्छु। आज 2वटा मुक्तक सुरु गरेँ। पहिलो मुक्तक, म जस्तो सङ्ग खास नगर्नुहोला, म जस्तो सङ्ग खास नगर्नुहोला, मेरो सोझोपनको आश नगर्नुहोला। म जस्तो सङ्ग खास नगर्नुहोला, मेरो सोझोपनको त्यति आश नगर्नुहोला। एउटा सुन्दर ऐना फुट्यो भने घातक हतियार बन्न सक्छ। म जस्तो सङ्ग खास नगर्नुहोला, मेरो सोझोपनको त्यति आश नगर्नुहोला। एउटा सुन्दर ऐना फुट्यो भने घातक हतियार बन्न सक्छ। त्यसैले मेरो मनसँग खेल्ने प्रयास नगर्नुहोला, त्यसैले मेरो मनसँग खेल्ने प्रयास नगर्नुहोला। म जस्तो सङ्ग खास नगर्नुहोला, मेरो सोझोपनको त्यति आश नगर्नुहोला। म अब फेरि अर्को गजल मुक्तक भन्छु एउटा। मलाई न त ऋण न दिन लागेर रोएको हो, मलाई न त ऋण न त दिन लागेर रोएको हो, गलत बुझ्नुभयो जिउन कठिन लागेर रोएको हो। मलाई न त ऋण न त दिन लागेर रोएको हो, गलत बुझ्नुभयो जिउन कठिन लागेर रोएको हो। तिम्रो रोजाइमा अर्कै पर्यो कुनै पछुतो छैन मलाई, तिम्रो रोजाइमा अर्कै पर्यो कुनै पछुतो छैन मलाई। मलाई त केवल आफ्नै रोजाइदेखि घिन लागेर रोएको हो, मलाई त केवल आफ्नै रोजाइदेखि घिन लागेर रोएको हो। न त म ऋण न त दिन लागेर रोएको हो, गलत बुझ्नुभयो म जिउन कठिन लागेर रोएको हो, गलत बुझ्नुभयो मलाई जिउन कठिन लागेर रोएको हो। धन्यवाद। कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला, साथै भिडियोलाई सेयर र च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।